के छ त उत्तम सर आजको हालखबर के छ? हालखबर ठिकै छ। आज हाम्रो यो भाइहरू सबै साउदीको लागि हो। अब नेपालमा रोजगार छैन, राम्रो राम्रो ड्राइभर जति सबै साउदीतिर जान्छन्। अब देशमा यस्तै स्थिति भएर होला। अब यो साउदी, दुबई, कतारको लागि हाम्रो यो ट्रायल सेन्टरमा चाहिँ त्यसो बाहिरबाट गाडी ल्याएर परीक्षण गर्दै ड्राइभरहरू राम्रो राम्रो दक्ष अनुसारका ड्राइभरहरू चाहिँ साउदी, दुबई, कतार होइन, जापानको लागि पनि छ हाम्रो यहाँ होइन। बस ट्रक त्यही हो होइन, हजुरले हेर्दा हुन्छ गाडीहरू लगभग आज देशमा अनि चुनावको माहौल छ अनि यता सबै युवाहरू विदेश गएपछि भोट कसले हाल्छ त? यस्तो हो। चुनावको माहौल भन्दा पनि अब चुनाव मात्र सोचेर नि भएन, घर परिवार पाल्न पनि पर्छ होइन। चुनावै त अब मान्छेहरूको मुखले सुन्दा अब चुनावमा भोट हालेर के नै पाइन्छ भन्छन् होइन। अब कसैलाई पनि जान रहर त थिएन होला है। अब यो गर्ने कहिले हो जस्तो अब यो गाडी अब आज 100-150जना हुनुहुन्छ होइन। उहाँहरूको सुन्दा हेर्दा चाहिँ नेपाल बसेर के गर्ने र चुनाव आयो त्यही हो, जुन पार्टी आयो त्यही हो भन्छन्। अब विदेश नगएको उपाय नै छैन भन्छन्। त्यति हो, अरू केही पनि होइन। ल हस्, धन्यवाद।